कोट्याउनु यो के हो यो एकछिन 1 मिनेट एकछिन अहिले मलाई डाटी छैन के हो यो नडाटी भन अब बोल के हो यो के हो लु भन यो के हो भन छिटो भन छिटो यो के हो यो के हो लु भन खुट्टा हो आमा खुट्टा हो कि होइन आमा खुट्टा हो तैँले पुरेको हो तैँले अघि के भनेको थिइस् तैँले आमा कहाँ जानुभयो भन्दा त कतिखेर कहाँ हिँड्नु भएको भनेर भनेपछि भन्ने भन एकछिन त हल्ला नगर्नु है एकछिन हल्ला नगर्नु है तपाईँको फोन छ पुलिस बोलाउनु फोन गर्नु पुलिसलाई फोन गर्नु तेरो म कर्तुत मलाई अघि बिहानैदेखि मलाई डाउट भइरहेको थियो क्या बुझिस् के पर्दैन कसैलाई फोन नगर्नु पुलिसलाई चाहिँ बोलाउनु न छोडिदिनु पुलिसलाई चाहिँ फोन गर्नु केटा तँलाई म भन्दै थिएँ नि बुझिस् यो के हो यो के हो यो तेरो आँट कतिसम्म रहेछ अचम्म लाग्यो होला आफ्नै 90-92 वर्षको हजुरआमालाई आफ्नै नाति जम्मा 16 वर्ष पुगेको नातिले चाहिँ यस्तो घटना घटाउन सक्छ होला 15-16 वर्षको एउटा फुच्चे केटाले सुन्दै अचम्म लाग्छ दर्शकबिन तपाईहरुको मनमा लागेको प्रतिक्रिया भन्नु कहाँनेर भएको हो खासमा उहाँहरु त आफ्नै हजुरआमा र नाति पर्नु भएको हैन आफ्नै कान्छो छोराको छोरो जेठा सक्के नाति आफ्नो नाति मुई कान्छो यो नाति कान्छो ल 3 जना 4 जना भएर भनो त्यस्तो सुन्नु पर्छ अनि आफ्नो परिवारमा खाल्टो त्यही रहेछ ल यो भित्र हेर्नुस् ती खाल्टो खने ए घरै भित्र पो गाड्दै छ त सुन मोबाइलहरु चाहिँ यहाँ रहेछ यही गाड्दैको यहाँ गाडेको रहेछ पक्रेर लगेपछि उले यहाँ देखायो र पुलिसले निकालेको यो आमालाई चाहिँ यहाँ रहेछ अनि यहाँ भएर यहाँ लिपेको रहेछ अनि हाम्रो भान्जे ज्वाइँले अनि एउटा कुरा सबैतिर खोजिसक्यो सारा गरिसक्यो अनि पार नलागेर अनि यहाँ लिपेको देख्नु भएको छ म चाहिँ यहाँबाट त हेर्न त मैले याद गरिनँ यहाँ लिपेको रहेछ अनि माइजू त्यहाँ त लिपेको पो छ भन्नुभयो ज्वाइँले अनि यत्रोमा पोको पारेर खादैछ यो मुख त नि एक पाटो भएको पो थियो त मैले यो त निकाल्दा पुलिसहरुले यो त ठुलो पार्नु भएको यो भन्दा सानोमा हजुर काचा कुचो पारेर एकै पोको पारेछ नि हो त मान्छे बुढी मान्छे पोको पारेको नि त्यसले खनेको राजकुमारले यत्रो सानो खाल्डोमा यो अझ ठुलो भनेपछि त अनि एकै ठाउँ उयो बस्ता जत्रै पारेछ नि हो पार्न नि साँगुरै खनेको रहेछ विचारमा यिनीहरूले के लाग्छ पहिले नै खनी होरी चाहिँ अनि त्यस्तो घटना घटाएछन् होला कि के केही थाहा भएन नत्र यत्रो खनुन्जेलमा चाहिँ यता पति र घर रहेछ नजिकै पनि होइन अब ठाङ्ग ठुङ्ग गर्ने भएन माटो भर्छ खने फ्याक्नेले केले खनेछन् बुवा खोइ अनि यहाँ चाहिँ सुनहरू गएर खजना पैसा पनि थियो यहाँ पैसा थिएन त्यही पैसाकै निम्ति मारेको हजुरआमालाई उहाँ बढ्यामा खानु भाइ केही थाहा पाइएन भाइ आफ्नो कान्छो भाइ यो मसँग बस्दो यो कति वर्ष भाइ तिमी चाहिँ ए हजुरसँग बस्नुहुन्थ्यो यो डिस्कस गर्थे अनि उस्ता लडेर मर्छन् भनेर मैले चाहिँ यसलाई चाहिँ मैले उतै राखेको थियो हजुर चाहिँ कहाँ बस्नुहुन्छ मेरो घर उतो म जेठी बुहारी हो ए यहाँ नजिकै रहेछ नि त घर त पल्लो घर हो मेरो हजुरआमाको जेठो कान्छा छोराको जेठो नाति अनि यसमा चाहिँ को बस्नुहुन्थ्यो यसमा त्यही मार्ने र हजुरआमा र नाति यो घरमा चाहिँ हजुरआमा र नाति मात्रै नाति पनि फेरि आमा विदेश छ यो घटना कुन दिनको हो घटना यो घटना शुक्रबारको भनौँ शुक्रबार शनिबार रातिको श्री पञ्चमी कि के अरे त्यो शिवरात्रिका दिन शुक्रबार बेलुका घटना रहेछ त्यसै भनौँ उसले रहेछ त्यो शुक्रबार रातिको कुरो रहेछ अनि त्यहाँदेखि अब
होइन अरे यो त ढोका यहीँ रहेछ नि त ढोका त्यही ढोकाबाट चाहिँ यता छिराएर त्यहाँ खाल्टामा हालेको रहेछ यिनीहरूले के बाहिर आउँदाखेरि गरेछन् कि घटना भित्रै घटाएछन् भित्रै होला भित्रै भित्रै हो सुत्तेको बेला त बाहिर भए त वा अब जस्तै पनि जति यो मन गरेर यहाँ फुटेको थियो भन्नु नि त मैले चाहिँ अब हेर्न सकिनँ यो फुटेको छ भन्दै थिएँ ल अब के गरौँ कसो कसो गरौँ आमा र नाति सुत्नु भएको अब आमा र नाति सुतिसके पछाडि त अब केयर गर्ने कुरो पनि आएन मैले संसारबाट बेलुका भाइ जा न है आमा त हुनुहुन्न त जा भने दिनै पछि टिभी हेर्न जानुहुन्थ्यो शुक्रबार पनि जानु भएन शनिबार पनि जानु भएन अनि यसलाई सोध्न पठाएँ जा आमा त भुँडी दुःख भन्दै हुन्थ्यो सुत्नु भइरहेछ होला जा भने यो आएर खाट हेरौँ हुनुहुन्न भनौँ भित्र खाट पनि हेरिस् भने अनि फेरि फर्केर आएर यसले हेरौँ हुनुहुन्न भनौँ त्यसलाई सोध त भनेर त हिँड्नुहुन्छ त मलाई त आज यसपालि त भन्नु भएन भने मैले यसै भन्दाखेरि उसले अनि गौरादा जानुभयो भनौँ उसले आफैले अनि उसले गौरादा जानुभयो भनौँ अनि 2-4 दिनमा आउनुहुन्छ 4-5 दिनमा गौरादा जानुभयो भनौँ अनि फोन भात सात खाएँ बिउ काटेर गलेर आएकी थिएँ रोपाइ थियो अनि भात सात खाएर अनि सुतेर अनि फोन लाएँ फोन फोन जान्छ फोन उठ्दैन अब 1 दिन 2 दिन 3 दिन त अब मामालाई जानुभएको भन्ने भयो नि त अब जाई पनि राख्नुहुन्थ्यो अनि मामालाई चाहिँ कति टाढा थियो यहाँ गौरादा हो अनि जाई राख्नुहुन्थ्यो भने वास्ता भएन सोमबार रोपेर अनि मैले भाइलाई बेलुका मेसेज पठाएँ आमा हुनुहुन्न है भाइ भने ती बुढी माउले त दुःख दिनुभयो भाउजू कहाँ हुनुहुन्छ त सबैतिर फोन घुमाउनु भयो भने सबै घुमाए कसैले ढाँटेन त होला नि भने 200 को रिचार्ज